फाइनली म जापानको द सुसाइड फरेस्टमा आइपुगेको छु र यो ठाउँलाई चाहिँ आओकिगाहारा फरेस्ट भनेर भनिन्छ। धेरै जापानिजहरू चाहिँ सुसाइड गर्नको लागि चाहिँ यो जङ्गलमा आउँछ भन्छ है। चाहिँ मसँग चाहिँ एउटा म्याप छ रहेको, यो म्याप हेर्दै म चाहिँ अब हिँडिराखेको छु होइन। अब के च्यालेन्ज आइपर्छ, कोहीसँग कुनै भूतसँग भेटिहालिन्छ कि हेरौँ न त। यामानासी प्रिफेक्चर भन्नाले चाहिँ फुजिसान माउन्ट फुजी रहेको ठाउँ। तपाईँहरूले चाहिँ युट्युबमा गुगलमा द सुसाइड फरेस्ट अफ जापान भनेर सर्च हान्नुभयो भने चाहिँ यो आओकिगाहारा फरेस्टलाई देखाउँछ। सुनसान छ, केही पनि छैन। यहाँ चराको आवाज पनि सुन्दिनँ म। मान्छे त परे जाओस्, भुताउनु बेर छैन है गाइज। तर होइन एक्लै आउनु एकदम डर लागिरहेछ। अब म चाहिँ अब छिर्न चाहिँ छिरेँ, अब कहाँबाट फर्किने भन्ने कुरो मैले चाहिँ पत्ता लागेको छैन है। अब यहाँ कुनै डाइरेक्सन पनि छैन। यो पनि एउटा नौलो अनुभव मेरो। अहिले चाहिँ एकदम जाडो छ। लगभग अहिलेको टेम्परेचर भनेको चाहिँ 5 डिग्री सेल्सियस छ यामानासीमा। अब यो कहाँ पुगिन्छ थाहा छैन गाइज है। अब यो भन्न सकिनँ। यो सुसाइड फरेस्ट कुनै भूतहरू भेटियो भने चाहिँ भन्न सकिन्न। अहिले चाहिँ म यो यामानासीको यो दुध खाँदैछु। अरू नर्मल दुधभन्दा धेरै मिठो छ यो चाहिँ। ओके गाइस, मैले चाहिँ अब यहाँ होइन अघि दुध खाएर चाहिँ यो मैले भाँडा मैले चाहिँ पानी पिउनुको लागि मैले यसरी पानी थापेको छु होइन। यो पानी चाहिँ अब खाएर हेर्नु पऱ्यो, टेस्ट गर्नु पऱ्यो कस्तो छ भनेर। मिठो रहेछ पानी चाहिँ।